हेलो सबैजनामा नमस्कार। आजको मेरो भान्सामा के पाक्यो भनेपछि बजैले तरकारी खोल्दै हुनुहुन्छ बुढी अनि मैले चाहिँ भाडा मिलाउँदै छु दाल बसालेर। के सबैको लागि चाहिँ मैले लसुन खोले। लसुनको दाना हेर्नु न कति साना छन् के खोल्नै झ्याउ लाग्दो। अनि त्यसपछि मैले दाल पनि पाक्यो, दाल खोले अनि त्यसपछि दाल उमालेर भाडामा हाले। अनि त्यसपछि कुकर धोएर चाहिँ मैले चामल बसाले। चामल धोएर मैले बसालेकी छु। अब चामल पाक्सके समयमा अनि चाहिँ चामल बसाल्दा बसाल्दै मलाई चाहिँ उता पसलमा बोलाउनु भयो बहिनीले। म पसलतिर लागे अनि बहिनीले चाहिँ चुरुट माग्नु भएको थियो, बाबुले दिए अनि पैसा मैले लिएँ। अनि म सिधै भान्सामा आएर दाल तड्का लगाउनको लागि मैले प्यान टटाएँ अनि लसुन कुटेँ अनि प्यानमा मैले तेल राखेँ अनि मेथी फुराएँ, ज्वानो फुराएँ अनि त्यसपछि जिरा फुराएँ मैले अनि खुर्सानी हालेँ अनि अघि कुटेको लसुन पनि हालेँ अनि जाने। अब तरकारीको लागि मैले प्यान टटाएँ अनि तेल हालेँ, थोरै प्याज हालेँ मैले। हाम्रो घरमा चाहिँ गेस्ट्रिकको बिरामी भएर खासै मसलादार खाना खाँदैनौँ नि त, सिम्पल खाना खान्छौँ। अनि मम्मीलाई युरिक एसिड भएर टमाटर चाहिँ हालेको छैन है। अनि बेसार हालेँ, त्यसपछि मैले बोडी हालेँ। बोडीलाई केही समय चलाएर अनि छोपिदिन्छु मैले। हेर्नु न बोडी पाक्यो। आजको खाना रेडी भयो साथीहरू।